हेलो एभ्रिवान, आज चाहिँ म मेरो गमलामा रोपेको क्यान्टोलपको अपडेट लिएर आएको छु। मैले चाहिँ गमलामा 2टा क्यान्टोलप रोपेको थिएँ र बारीमा पनि रोपेको थिएँ। बारीको चाहिँ राम्रोसँग आएको छैन, गमलाको चाहिँ राम्रोसँग आउँदैछ र म चाहिँ यो फलेको देखेर आफै छक्क परिरहेको छु, किनभने यति धेरै चिचिला लागेको छ। आँखले पछि चिचिला लाग्दो रहेछ। हजुरहरूले देख्न सक्नुहुन्छ कति राम्रो चिचिला लागेको छ। होपफुली सबै ठुलो त हुँदैन होला, तर पनि हेरौँ कस्तो हुन्छ। हजुरहरूलाई म अपडेट गराउँदै गर्छु र हेर्नु न कति राम्रो चिचिलाहरू लागेको छ। छक्कै परिरहेको छु म त।